हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। सदाको दिन जस्तै आज पनि भिडियो लिएर आइसकेको छु। सबैजना सन्चै हुनुहुन्छ होला। सबैजनालाई नमस्कार छ। हामी चाहिँ सदाको दिन जस्तै आज पनि काममा हिँडिसकेका छौँ। मामा बाइक किन्नलाई हेरिरहनु भएको सोचिरहेको छु। ल ठिक छ। घाम चाहिँ एकदम लागिरहेको छ। भन्नुहोस् मामा, कुन बाइक किन्न चाहनुहुन्छ हजुर? 155RR रहेछ कि WR 155 WR 155RR हो र? कति पर्दो रहेछ नेपाली? खै मिल्ने त भने त्यो किन्ने हो कि बुलेट किन्ने हो? हेरौँ अब कुन हुन्छ। त्यो किन्छ नि होइन? पहिला अलिक धेरै पैसा कमाउनु पऱ्यो होइन? पहिला चाहिँ इन्डियामा किन्ने हो। इन्डियामा किन्ने हो पहिला? ल ठिक छ। नेपालमा चाहिँ काम गर्नु छोडेपछि घर गएर बस्ने बेलामा किन्ने हो। यहाँ इन्डिया काम गर्नु इन्डियाको बाइक, नेपालमा काम गऱ्यो नेपालमा गएपछि यहाँको यहीँ बेचेर नि फेरि इन्डिया बाइक उहाँ किन्ने हो न फेरि। ल ठिक छ। गर्मी बढी छ मामा। हिजो पानी आएर झन् गर्मी भयो। होइन पानी आयो, आज घाम लाग्यो। हिजो बङ्गुरको मासु बताइदिनुहोस्, कस्तो थियो बङ्गुरको मासु? बङ्गुरको मासु ठिकै, खासै टेस्टी थिएन नेपालको जस्तो। आलु खा जस्तो होइन? त्यो बोसो पनि च्याम्मन आयो कि कस्तो उछिनेको आलु जस्तो थियो कि होइन? उसिनेको आलु होइन कि, उसिनेको आलु बरु अलि मिठो थियो। के भन्छ नि, कुबिन्डा उसिने जस्तो थियो। कुबिन्डा उछिने जस्तो। बङ्गुरको मासु खानु पर्यो भने त अब नेपालै गएर खाने हो। बोसो पनि मायाको छ, भैँसीको छाला चबाए जस्तो चाखुस हुने यार। हो होइन? यहाँको चाहिँ मिठो हुँदो रहेछ कि। अब नेपाल गएर खाने, गाउँ गएर दसैँमा मायाका छन्, एक धार्नी ल्याएर खान्छ एक्लै। हामी फेरि मासु लभर हो। मासु भनेपछि फेरि जानी पुग्छ होइन? मासु त छोडिँदैन हौ केही पनि। अरू छोडिन्छ, मासु छोडिन्न होइन? ल ठिक छ। शरीरमा मासु नभए नि मासु खान मन लाग्ने। म नेपाल गए पनि म लिएर आउँछु। हुन्छ हुन्छ, टक्क भुटेर डब्बामा हालेर लिएर आइन्छ है। गर्मी छ क्या फेरि अब गर्मी भने बनाउनु डर हुन्छ कि फेरि आउँदा पनि। आउँदाखेरि ल अब कति घन्टा 17-18 घन्टा लागिहाल्छ होटलबाट आउँदाखेरि। फेरि डब्बामा प्याक गर्ने होला। डब्बामा प्याक गर्नु पर्यो फेरि। बनाउँछ कि भन्नु डर के फेरि। यसको उपाय चाहिँ हाम्रो साथीहरूलाई पनि होला नि। कमेन्ट गर्नु पर्यो अब त कसरी ल्याउँदा ठिक हुन्छ भनेर सबजनाले भनिदिनु ल। मासु चाहिँ खिलाउनु पर्छ हामीलाई। हामी मासु लभर मेन भनेको बङ्गुरको। यहाँ म त यहाँदेखि बल्ल हो बङ्गुरको मासु खाएको थिएँ। मैले पनि फर्स्ट टाइम इन्डिया, खालि जहिले पनि कुखुरा फर्स्ट टाइममा बङ्गुरको मासु खाएको। त्यही पनि मिठो रहन्छ। बाख्राको मासु खान त अझै त्यो छाला काटेर राख्यो भने चाहिँ हेर्दै खान मन लाग्दैन। झुन्डाएर कसरी होइन? दुईवटा खुट्टा बाँधेर छाला खुल्लु काटेर राख्छ हौ। कस्तो जादुको नि। बाख्राको छालाको चाहिँ के बनाउँछ हौ त्यसले? कुन छाला काटेर फाट्छ सबै। झुन्डा राख्छ हौ। ट्रायल रहेछ आज चाहिँ। ट्रायल जानेलाई गाडीको लाइन छ, लाइसेन्स निकाल्नको लागि। मामा हजुर र म मात्र भइयो क्या सधैँ। अरू किन साथमा हिँड्नु त जहिले पनि। अरूहरूलाई अब त्यही हो, लाज लाग्छ होला। सधैँ छोडिन्छन् तिनीहरू के अब साँझ अफिसमै छोडिन्छन्। हामी साँझ चाँडो निस्किन्छौँ। अब बिहान जाने बेलामा नि तिनीहरू साँझ तिनीहरू पनि ढिलो आउँछन्। अब हामी छिटो निस्किन्छौँ फेरि। निस्किम भने मोबाइलमा कोही रिल्स हेर्दै बस्छ, कोही गेम खेलेर बस्छ, कोही भलिबल हेरेर बस्छ। के गर्ने गाह्रो छ। केटाहरूले टाइमको भ्यालु चाहिँ थाहा छैन के हो कि। त्यही त मामा, समयलाई चिन्न सकेन भने चाहिँ गाह्रो हुन्छ है एकदमै। अहिले पनि मेन भनेको अहिलेको समयमा समयलाई चिन्न सकेन पनि पछि चाहिँ बहुत दुःख पाइन्छ। त्यही हो। अब चाहिँ त्यस्तो पहिलाको जस्तो मिस्टेक हुँदैन। पहिला चाहिँ डह्रो गाउँतिर रोल्ला गरेर हिँड्यो नि। अब त्यस्तो चाहिँ हुँदैन।
त्यो समयमा नै बुझेको भए त्यो टाइममा। अहिले हामी कहाँ पुगिन्थ्यो होइन? अहिले हामी ठिकै छ, खासै टाइम गएको छैन, टाइम गएको बुढो भएको छैन अझै, बुढो भइएको छैन अझै, अझै छ बेला, कमाउने बेला छ अझै, हो कि होइन? धेरै होइन, म 2-3 वर्ष दुःख गर्ने हो, त्यसपछि त बसी हामी गाउँतिर जाने हो, सुन्तला रोप्ने हो सबै होइन? एरिया ध्वस्त पारिदिने हो, एरियाभरि सुन्तला रोप्ने, टक्क सुन्तलालाई हेरचाह गर्ने बस्ने, हो कि होइन? त्यही हो नि, त्यही त सुन्तलाको बिच तरकारी रोप्यो, तरकारी किन्न नि परेन, बाँदर कुऱ्यो बस्यो, बस्यो, ट्याक्क गुलेली किन्ने, एउटा झोलामा मट्याङ्ग्रा हाल्ने, बस्ने अनि बस्न त गाउँतिर ठिक मामा। एकदम यो ठाउँ त छैन खासै, गर्मीमा लास्टै गर्मी होइन, जाडोमा लास्टै जाडोको उता नि पानी छ त। ल हामी चाहिँ काममा आइसकेको छौँ, अब लगभग पुनः लगाइसकेको छौँ। अबको समय भनेको भोलिको लागि